एभ्रिवान वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ मैले बारीबाटै मेरो ब्लग स्टार्ट गरेको छु किनभने घरमा अलिक भ्याएन भनौँ त्यस्तै। अनि हामी चाहिँ चुति ल मम्मी झड्डियम नलिदिनु भुलाएन हामी चाहिँ नलिन आएको है साथीहरू। यो लगेर माथिको डाँडामा पुग्नुपर्छ। यस्तो राम्रो देखिन्छ होइन। बारी पनि कति लामो छ, पारी पुग्नुपर्छ। म तपाईँहरूलाई एउटा चिज देखाउँछु परबाट। मम्मीले भारी हाल्दै हुनुहुन्छ होइन। अनि त्यहाँ रुखमा छ कि एउटा चिज देखाउँछु। यहाँभन्दा तल तल चाहिँ गाउँ छ अमले भन्ने। अनि त्यो गाउँमा चाहिँ मान्छे पनि धेरै छैन है। तल छ म यहाँ चाहिँ यो बोर्डमा चाहिँ उयो छ मौरी छ गाई। यहाँ गाउँ छ नि कति ठुलो छ हो यो त। आमामामा यस्तो हामी चाहिँ अब नलगेर घर जानुपर्ने हुन्छ साथीहरू। अनि तपाईँहरूको हालखबर के छ कस्तो छ भने कहिलेदेखि भ्लग बनाएको छैन। आज चाहिँ बिदा सबैजनालाई ह्याप्पी के भन्नलाई मैले। अनि आज चाहिँ हाम्रो बिदा छ होइन। अनि मम्मी र म चाहिँ आएको, बुवा खै कतै जानुभयो हो। अनि सम्पूर्ण क्रिस्चियन साथीहरूलाई चाहिँ मेरी क्रिसमस है। आज क्रिसमसको बिदा छ हाम्रो, त्यही भएर आफूले नबनाए पनि मनाउने साथीहरूलाई मेरी क्रिसमस। नु त साथीहरू हामी चाहिँ हिँड्यो अब घरतिर भारी बोकेर हिँड्छौँ त यार। यस्तो ठाडो उकालो जानुपर्छ अब। जिन्दगीको गोरेटोमा बोक्नु परिहाल्यो। सो साथीहरू हाम्रो बिहानको काम चाहिँ खत्तम भइसकेको छ भनौँ। अब हाम्रो चाहिँ यहाँ छतमा राखेको पराल, यो पराल रे नल, यहाँ चाहिँ पराल गाह्रो छ हो, गाह्रो छ। टक्क लगाएर खाना बनाउने खाने सटर खोल्ने। सटर खोल्नाले नि गाह्रो हुन्छ यार एक्लैलाई यत्रो। अब चाहिँ टक्क लगाएर खाना पकाइन्छ। खाना मम्मीले पकाउनुहुन्छ, म चाहिँ कपडा धोएर नुहाउनु पर्यो हो आज। मेरो त रुम पनि लास्टै यो भइरहेछ भद्राएको। हेर्नु न साथीहरू, रुम सुम मिलाउनु पनि पर्नेछ आज। अब लुगा धुनु पर्यो, नुहाउनु पर्यो त। शनिबारमा चाहिँ खानासाना खाएर गाउँमा घुम्न आएको होइन। यस्तो जग्गा लाग्छ कि घरमा बस्नुलाई। गाउँमा पनि साथीहरू पनि कोही छैन, दुईवटा थिए, त्यो पनि बारीमा जान्ला अरे। सो हिँडौँ अब माथि जाउँ हेरौँ डुलौँ। ओ मम हाम्रो गाउँ मामा खाना भयो कति ढिला त। के गर्नु भने तपाईँले मलाई? दराज राम्रै रहेछ त, दराज त राम्रो रहेछ त।
तर यो ग्यास त कति ठुलो बलेको है। त्यही भएर मैले ल्याएको नभए किन ल्याउने मैले। हामी त एउटा ग्यास नि बिग्रेर बस्या ह। 2-4 दिन ल्याएको अलिकति नुन हाल्नु। मैले त के नै उयो गरिदियो। ऊ माथि छ ऊ डाँडामाथि। काले भएर त मेरो ट्र्याक्टर पुग्यो के हो रे? ट्र्याक्टर पुग्यो अगाडि। ट्र्याक्टर पुग्यो अगाडि के भने? कहाँको ट्र्याक्टर? बारी जोत्न लाग्यो। ए कहाँ जोत्न लाग्यो? नल्याइसक्यो सबै? होइन त्यतिकै थियो। अन्त बिहान ल्याएको 3 खेप ल्यायो जम्मा। आयो त्यो सबै नखानु नि फेरि। अन्डै सानो के अहिलेको त राम्रोसँग पाइकै छैन। तपाईँको भात फर्किन लागिसक्यो। हालिदियो हुन्छ। धेरै कालो गर्नु पर्दैन। तिमी खाने के? नखाने किन? खाना मान्छेमा भर्खर भात खाएर आएको अनि कति खानु? यो भर्खर तर भात खाएर आएको। झन् मासु पकाएछ। हिजो नि मासु खाएको होइन? उयो के भन्छ अरे टर्कीको मासु बनाएछ। ल म मासतिर गएर जान्छु ल। खाना खानुभयो मामा? लुगा धोएर सुकाइसकेछ त। मस्तिर जानु पर्यो फेरि। यस्तो तर बिना काममा हिँड्दा चाहिँ लास्टै झ्याउ लाग्ने रहेछ यार। हजुर ए कहाँको नल काट्नु बाँकी थियो तपाईँको? आइन इन्दो कोर्पेगाव खल्लो नारेम पर मिलुस दिनुले जम्मन होरी होरी प्राचीन ल ल सबै बारी बारीमा आफू चाहिँ लखर 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 हिँड्यो बस्यो। तलतिर जानु पर्यो अब।
अब गाउँमा नि कोही छैन त अब के गरेर बस्नु एक्लै। त्यही भएर म त घरतिरै फर्केँ लन्ठङ एक्लै बाटोबाट। अब स्कुलमा जाने, स्कुलमा गएर एकछिन नेट चलाउने अनि घरतिर जाने। हेर्नु साथीहरू, हाम्रो स्कुल यस्तो छ होइन। यो स्कुलमा नेट चाहिँ छ, बल पनि छ, कहिले कहिले खेलाउनुहुन्छ, खालि सरहरू पढ मात्रै भन्नुहुन्छ। पढेर दिमागमा घुस्ने एउटै होइन। एकछिन यहाँ छेउमा बसेर नेट चलाउनु पर्यो अनि जानु पर्यो। तर कति राम्रो छ क्या स्कुल चाहिँ। टक्क परेको ग्राउन्ड, यहाँ स्कुल, यो अफिस हो है। अनि कस्तो राम्रो पेन्टिङ। स्वागत छ मेरो भ्लगमा। कृपया हजुरको कुराहरू राखिदिन म हार्दिक अनुरोध गर्दछु। भ्लगमा सबलाई रमझम त होला तुमला। हम चाहिँ गाइस फेरि पनि बाटोतिर लाग्यौँ। दुःख गर्नुपर्छ भनिसकेँ मैले यहाँ, त्यही भएर दुःख गर्न लाग्यौँ है साथीहरू। हामी चाहिँ नाल बोक्न वाह आकाशमै खतरामा जाउँ साथीहरू। हाम्रो गाउँमा पानीको नि अवस्था गम्भीर छ, गम्भीर। पानी बोक्ने मान्छे लाइन छ। पानी बोक्ने मान्छे लाइन छ, लाइन। चौतारी मामाको बिजनेस कस्तो चल्दैछ है मामा? नखाने भर खाजा खाइरहेको हामीले त। अनि तपाईँहरू काम गरेर खाजा खान आउनु भएछ हजुर। दाखा खै बिहानदेखि थोड़ा सा बनाएको हो त मम्मी। तिम्रो मुठी सब हुन्छ र थिए एउटा किनौँ भने पनि किनेर दिएन। अब भोलि मलाई 1200 पैसा चाहिन्छ, कहाँबाट जुटाउने हो? गाह्रो छ खै। शनिबार भएन साथीहरू। हामी चाहिँ पिकनिक जाने पुस 17 गते अरे धुलीखेल 1000 सिडी दे कस्तो ठाउँ छ हो थाहा छैन। जाने हो, नाच्ने हो, आउने हो। तर महेन्द्र भएपछि मोबाइल ल्याउनु झ्याउँदै गयो। राम्रै थियो। हाम्रो यतातिर चाहिँ यो बोट रोपेछ मम्मीले। खै यसको नाम चाहिँ के हो? यो चाहिँ बाख्राहरूले धेरै खाँदो रहेछ। यो चाहिँ बाख्राहरूको लागि के हुन्छ, भिटामिन हुन्छ अरे। यो चाहिँ यस्तो छ, यस्तो यसको चाहिँ दाना हुँदो रहेछ, बिउ। यसलाई छिप्पाएर राख्नुपर्ने रहेछ। हाम्रो बारीमा त अमलाको बोट मात्रै छ यार, अमलै छैन। हेर्नु न त्यहाँ कति ठुलो अमलाको बोट मात्रै छ। अमलाको बोट मात्रै छ, अमला चाहिँ छैन। सुके हो कि के हो? अमला भन्ने चिज खाउँला बिस्तारै। पहिला भारी बोकौँ अनि घर जाऊँ।
ऐ है नु बारीमा नि आइपुग्यो अब बारीको घाँस घाँस रे नलानु पर्यो अम्बा रहेछ साथीहरू अम्बा 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 कति किलो लाउँछु जिम खै उठेनु Pulang. Jaga aja belum? Minta tahu deh, receh sateru. Kau tuh minta caro. Suat kenal. अम्बा खाइमा जाउँ हुँदो रहेछ मम्मी अम्बा अम्बामा जाबी गर्दिया उठेऊ इथामा काम गर्नुभन्दा अगाडि खाजा खान्छ हामी बारीमा आएर यस्तो मान्छेहरूको के कुरा गर्नु हो कामतिर लागौँ है त साथीहरू अब हिँड्यो अब घरैतिर हिँड्यो यस्तो बाटोबाट जानुपर्छ मुसा हिँड्ने दुलो जस्तो बाटोबाट त्यो भारी बोकेर
मलाई रोड आइपुग्यो। विदेशमा नगइकन घरमै बसेर के गर्छु भने मान्छे चाहिँ यसरी नै भारी बोक्नुपर्छ, त्यो मलाई थाहा छ। सिधै घरमा पुगेपछि भेटौँ। आइपुग्यो घरमा। सो साथीहरू, म अहिले चाहिँ भर्खरै भारी बिसाएर आएको छु छतमा लुगा पनि टिक्नुपर्ने छ। हजुरहरूलाई लाग्छ कि यसले त एक दिनमा त एक भारी मात्रै ल्याउँछ। एउटै ठाउँमा कतिचोटि भ्लग गर्नु के यार, यसरी देखायो त्यही ठाउँ देख्छ, अनि फेरि भारी बोक्ने ठाउँमा अलिक अप्ठ्यारो हुँदो रहेछ कि, अनि फेरि बोल्दा नि के भन्नु एउटै ठाउँमा घरिघरि। त्यही भएर मैले चाहिँ भ्लग धेरै गरिनँ आज। हामी चाहिँ यति धेरै छ है नल चाहिँ, सबै अब यहाँ चाङ्लाएर राख्नुपर्छ। सो आज अलि बिरामी भए जस्तो फिल भइरहेको छ। यहाँ पेट काटाकुटुक गरेर भाइको लुगाहरू सब टिपेर राख्नुपर्ने छ। सो साथीहरू, आजको भ्लग हजुरहरूलाई कस्तो लाग्यो लाइक कमेन्ट सेयर गर्नुहोला र मेरो भ्लगलाई धेरै माया गर्नुहोला। बाई बाई।